I'm from Nepal, but the people are calling me Bengali. हाम्रो इतिहासको प्रोग्राममा नेपालबाट चाहिँ पाल्नुभएका कलाकारहरू गुल्मीमा जन्मेको एउटा लोक छिटो अहिले युएका लागि नेपाली राजदूत पनि गुल्मीकै हुनुहुन्छ। आइकार्डको रेसिडेन्सीको साथी Hello guys, I'm looking hero today, right? Yes. I'm from Nepal, but the people are calling me Bengali. I'm not Bengali, okay? एउटा एक्टिङ जाओस् त Acting भन्ने बित्दै आउँछ भने। Hello guys, follow, subscribe and like my TikTok हैन के अरे YouTube पैसा कमाउनु पर्यो। पैसा कमाउनु पर्यो कि गरिबलाई दिनु कि हामीलाई। नमस्कार, आज हाम्रो इतिहासको प्रोग्राममा नेपालबाट चाहिँ पाल्नुभएका कलाकारहरू विशेष गरेर प्रिय गायिका समीक्षा अधिकारी, हाम्रो गायक छ फिल्म सेन्चुरी अनि हाम्रो चाहिँ रोज मुक्तान उहाँहरू आउँदै हुनुहुन्छ। उहाँको चाहिँ यो पर्फर्मेन्स हेरौँ भनेर हामी आज यतातिर आउँदैछ यो अबुधाबी फोर्ट पिलर थिएटरमा। त्यसका लागि तपाईहरुको जोरदार तालीले स्वागत गरिदिनु होला। उहाँलाई हाम्रो कार्यक्रममा प्रायोजन गरेको अवसरमा सहभागीमा छ, त्यहाँबाट वैधानिक रूपमा पैसा पठाएर सहयोग गर्नुहुन हामी हार्दिक अनुरोध गर्छौँ। आदरणीय दर्शक, यति बेला हाम्रा कार्यक्रमका प्रमुख अतिथि तपाईँ हाम्रा अभिभावक युएका लागि नेपाली राजदूत महामहिम श्री तेजबहादुर छेत्री र उहाँको परिवार यति बेला हामीमा आइसक्नु भएको छ। उहाँलाई जोरदार रूपमा स्वागत गरिदिनु र ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निमन्त्रणालाई स्वीकारेर नेपाली दूतावास अबुधाबी परिवार हाम्रै अगाडि आगमन हुनुहुन्छ। तपाईँ हाम्रो अभिभावक हाम्रै अगाडि आएपछि अब कार्यक्रमलाई हामीले ढिला नगरिकन औपचारिक रूपमा सुरुवात गर्ने अनुमति चाहन्छौँ। अग्निराजायका स्थिरो भव विभङ्ग आसुर्भवाजवन्न प्रभुर्भव सुगधस्त्वमग्नेः पुरीखवाहणः ॐ रत्नै कल्पितमासनं हिमकरैः स्नानं च दिव्याम्बरम् नानारत्नविभूषितं मृगमदमोदाङ्कितं चन्दनम् जाति चम्पक बिल्वपत्र रचितं पुष्पं च धूपं तथा दीपं देवदयानिधे पशुपतेः कल्पितं गृहता Arish
भन्नु न स्वागत छ गोकुल ब्लगमा हैन हामी चाहिँ अब सुरु अपडेट पनि च्यानलमा आउँदैछ प्रोग्राम सुरु हुँदैछ हामी गर्नुभएको छ साथै आफ्नो कला प्रस्तुत गर्नुभएको छ तपाईहरुको साथै राम्रो सभ्य भव्य अनि अनुशासित भएर तपाईहरुले जुन सपोर्ट गरिराख्नु भएको छ साथ दिनु भएको छ त्यसको लागि पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं वेलकम टु द स्टेज मिस्टर Srisaju for thank you for power my sponsor and we very happy for your kind support even though you have a last moment ma uharule हामीलाई सहयोग गर्नु भएको हो अल फरदान मनी एक्सचेन्ज तपाईले नजिकै रहेका ब्रान्चहरुबाट पैसा पठाएर तपाईहरुले सहयोग गरिदिनु होला उहाँहरुले हामीलाई सहयोग गर्नु भएको छ यो सम्मान व्यक्त गरिदिनु हुनका लागि आयोजक सदस्यहरुलाई पनि म स्टेजमा निम्त्याउन चाहन्छु कृपया प्रवीण जी रश्मि जी बिना मानव सम्पूर्ण आयोजक सदस्यहरुलाई अगाडि स्टेजमा निम्त्याउन चाहन्छु त्यसैगरीकन आजको प्रोग्राममा स्पोन्सर अल फरदान मनी एक्सचेन्ज जो युएई को चर्चित मनी एक्सचेन्ज हो विभिन्न स्टेजहरुमा यसका ब्रान्चहरु छन् रिटेल हेड हामीसँग मार्केटिङ हेड आउनु भएको छ उहाँलाई हामी स्टेजमा स्वागत गर्छौं थ्यांक यू मिस्टर Srisaju for your kind support and we always expect and same support in future also kindly please सम्पूर्णले तालीले उहाँलाई सम्मान व्यक्त गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु कलाकार खेम सेन्चुरी त्यसैगरीकन उहाँको परिवार आमा हजुरआमा आउनु भएको छ तपाईहरुको निरन्तर तालीको अपेक्षा गर्दछौं समीक्षा अधिकारी त्यसैगरीकन तामाङ सेलोका लिजेन्डरी गायक मैले भन्नु पर्दैन गुल्मीमा जन्मेको ठिलो अरबको खाडीमा अहिले तपाईहरु माझ आइपुग्नु भएको छ खेम सेन्चुरी त्यसैगरीकन कलकत्ता काइयो केशमेर वाङ्गो रोज मोक्तान तामाङ समाजका लिजेन्डरी कलाकार हुनुहुन्छ त्यसैगरीकन वान अफ द बेस्ट एउटा स्ट्रङ लेडी भनेर पनि चिनिन्छ समीक्षा अधिकारी उहाँलाई सबैजनालाई स्वागत गरिदिनुका लागि जोरदार ताली बजाइदिनु होला हामीलाई यो कार्यक्रम सफल पार्न ग्रीन स्काई टुर एन्ड ट्राभलले टाइटल स्पोन्सर गरेको छ भने पावर्ड बाइ अल फरदान मनी एक्सचेन्ज छ युएई का विभिन्न शहरहरुमा अल फरदान एक्सचेन्जका ब्रान्चहरु छन् कृपया वैधानिक रूपमा पैसा पठाउन चाहनुहुन्छ भने अल फरदान मनी एक्सचेन्जमा जान नभुल्नु होला अभिभावकलाई सम्मान गर्छौं र उहाँबाट हामी सम्मान ग्रहण गर्नेछौं
सम्मान ग्रहण गरिदिनु भएकोमा युएका लागि नेपाली राजदूत श्री महामहिम तेजबहादुर छेत्रीज्यूलाई आभार व्यक्त गर्न चाहन्छौँ र अब उहाँकै हातबाट हाम्रा कलाकार नेपालबाट आउनुभएका चर्चित कलाकार समीक्षा अधिकारीज्यूलाई मायाको चिनो र दोसलाबाट सम्मान गरिदिनुका लागि भन्दा पनि खेम सेन्चुरीलाई यो धरतीमा ल्याउने आमा र हजुरआमा यहाँ स्टेजमा हुनुहुन्छ यो उहाँहरूको पनि सम्मान कृपया उहाँहरूप्रति ताली बजाइदिएर अनुरोध गर्छौँ र भोइस अफ नेपालका एउटा निर्णायक जो अहिले पहिलोपटक निर्णायकको रूपमा हुनुहुन्थ्यो र उहाँकै चेलाले अहिले विजेता बनेर तपाईँ हामी माझ हुनुहुन्छ उहाँहरूलाई चौधरीले हजुरआमा र आमाप्रति हामी कृतज्ञ छौँ खेम सेन्चुरीको आमा र हजुरआमाप्रति यहाँहरूले ताली बजाएर सम्मान व्यक्त गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछौँ। संजोग पनि कस्तो छ भने गुल्मीमा जन्मेको एउटा लोकठिटो अहिले युएका लागि नेपाली राजदूत पनि गुल्मीकै हुनुहुन्छ। संयोगले आफ्नै जिल्लावासीलाई सम्मान गर्नुभएको छ। यहाँहरू सबैले ताली बजाएर स्वागत गरिदिनुहोला। रेडियो नेपालमा सुनेका गीतका गायक हुनुहुन्छ उहाँ संयोगले स्थानमा आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछौँ। समीक्षाको के भएको सकेको कि सकेको होइन छ अझै बाँकी छ ए सुर्ती मार्दै मार्दै गाउने हो हामीले अब ओके एकचोटि क्राउड खै के कस्तो छ सुन्न पर्यो ओके 1 2 3 गो Say
चाहिँ कङ्गली बिर्सिनु भएको छ कि जस्तो लाग्यो। अहिलेको जमाना सबैको हातमा मोबाइल हुन्छ होइन, त्यो हिसाबले पनि कोही नछुट्ने क्लास बनाएको लागि कोही नछुट्ने है त। सन्डे काम है त, सन्डे काम लेख्नु है त। जिन्दगानी दिनमा तिम्रै छत्तेरिका हत्तेरिका खोइ त साइलेन्ट खोइ साइलेन्ट खोइ गाडीले मलाई जमिन कलकत्ता ओडौली सुन काटे जन्तरा चाँदी काटे नैया जमिन गोरा सिरा फुली मैया कतिमा तिम्रै माना दुःख गर्दा गर्दै ल केटाहरू हेर्दा हेर्दै गए जमाना अनि केटाहरू केटी हेर्दा हेर्दै गए जमाना मलाई पल्लाले पल्लाले सत्तेरिका सत्तेरिका एउटा कुरा बोलौँ मलाई पल्लाले पल्लाले त्यहाँ मोमो त्यहाँ हामी दाजुभाइहरू मोमो खाँदैछौँ। चिकन मोमो नि है यो? चिकन हो कि बाबु? उता बाहिर लेखेको छ। आजको प्रोग्राम चाहिँ नि समग्रमा भन्दाखेरि नट अ ब्याड ठिकै हो। अब के हुन्छ भन्दाखेरि सबैको चाहिँ सङ्गीतमा आफ्नो आफ्नो सेक्टर हुन्छ होइन। आजको यहाँको प्रोग्रामको चाहिँ नि प्रस्तुतिहरू भनेर चाहिँ नि पुरा चाहिँ नि मान्छेहरूलाई चाहिँ नाच्ने प्रकारको प्रस्तुतिहरू दिनुभएको थियो कलाकारहरूले। ठिक छ, त्यो पनि अब समयको माग हो, त्यसलाई पनि हामीले स्वीकार्नुपर्छ।